सो हेलो गाइज है के छ सबैलाई सन्चै छ होला हामीलाई पनि सन्चै छ अब साइप्रसमा आइया छ हैन साइप्रसको अब यहाँ अहिले चाहिँ चिसै छ हाम्रो काम पनि सुरु भएको छैन गाइज है अनि वेलकम ब्याक टु माई च्यानल फेरि हैन फेरि पनि सो हामी तीनजना अहिले चाहिँ यसो घुमघाम यहाँ केटाहरू क्रिकेट खेल्ने भन्दैछन् हैन गाइज क्रिकेटको लागि हामी जाँदैछौँ हैन मलाई चाहिँ खेल्न राम्रोसँग आउँदैन मेरो केटाहरू चाहिँ अलिक प्रोफेसनलै छन् क्रिकेटमा हैन अत्रै के खेल्यो अरे किरा हैन अब बाबाले खेल्छन् अनि उनीहरूलाई चाहिँ अब क्रिकेटको एक्सपिरियन्स गर्न मन छ भनेर हामी आएको छौँ हैन सो अहिले चाहिँ अब यसो वेदर हेर्ने हो भने तपाईँहरू हेर्न सक्नुहुन्छ वेदर चाहिँ लास्टै नै छ यहाँको है चिसो अहिले हामीलाई रुगा लागेर खोकी लागेर औषधि खाएर बसेका छौँ एकदम अब हेर्नु यस्तै छ अनि त्यही हो बिच अलिकति खाली खाली देख्छु म चाहिँ होइन गाडी हेर्न सक्नुहुन्छ बिच चाहिँ पहिलाभन्दा धेरै नै खाली छ अलिअलि हल्का मान्छे भएको जस्तो छ होइन अब भएको र नभएको एउटै छ पहिला यही बिच हामी आउँदाखेरि कस्तो छोटा ठाउँ हुँदैनथ्यो अब अहिले हेर्न सक्नुहुन्छ होइन गाइज पुरै खाली छ है झन्डै लडेँ म पक्कै अनि त्यही हो गाइज होइन अब यस्तै छ यी बिचको हालत अनि यस्तै हो जिन्दगी यस्तै हो गाइज होइन अब त्यही हो गाइज मार्चपछि हाम्रो चाहिँ यिनीहरूको चाहिँ अब यिनीहरूको अर्कै हो उनीहरूको चाहिँ अब आइतबारदेखि काम छ अरे होइन हाम्रो चाहिँ अनि लगभग अझै अप्रिलसम्म पनि काम नहोला जस्तो छ गाइज होइन त्यो कुराले अलिकति फ्रस्ट्रेसन पनि भइरहेछ काम भएन भने दिन बिताउन नि गाह्रो हुन्छ गाइज होइन घरमा कति सुत्ने कति नेट चलाउने त्यही त हो नि अनि आज चाहिँ ल ठिकै छ भन्दा यहाँ खाना आएको थियौँ हामी खास खाना भएर चाहिँ अनि यसो यहाँ बिचतिर घुम्दिउँ भनेर केटाहरू ल्यायो होइन सो आएको छौँ है त्यही भएर अब गाइज यस्तै हो यी यस्तो छ हालत बिचको ल हेर्नु खाल्टो जिन्दगी नै खाल्टो जस्तो भएको छ त्यही भएर बिच पनि खाल्टै रहेछ खाल्टो होटलले झन् जिन्दगी खाल्टो गराइदियो भने फेरि खाल्टो पनि भयो फाल्टो पनि भयो यहाँ तनाव छ होइन यहाँ अब 2-4जना मान्छे अरूलाई पनि अब हाम्रो कम्पनीमा हाल्छ कि भन्ने सोच्थ्यो कम्पनीले अर्कै गेम खेले जस्तो छ हामीलाई होइन पोलिटिक्स गरिरहेछ है अब केही छैन जिन्दगी यस्तै हो गाइज मान्छे आउनु नपाएर बर्बाद भयो साइप्रसको बिचमा देख्न सक्नुहुन्छ धेरै मान्छे पनि छैनन् होइन हामी मात्रै छौँ त्यस्तै धेरै छैनौँ अनि यो चाहिँ हाम्रो सबै एरिया भनेको होटेलको एरिया हो म्याक्सिमम् होइन सबै होटेल मात्रै छ यहाँ अनि त्यो कारणले गर्दा पनि लाइक अहिले सिजन नभएर पनि मैले तपाईँहरूलाई भनेको थिएँ अफ सिजनमा यस्तै हुन्छ यहाँ होइन मान्छे धेरै हुँदैन सो काम पनि धेरै हुँदैन सो हाम्रो पनि अप्रिलदेखि नै काम सुरु हुन्छ होला अनि अब अहिले चाहिँ यहाँ कोही मान्छेहरू के खेलिरहेछन् कोही भलिबल कोही गलिबल यस्तै खेलिरहेछन् होइन हामी चाहिँ यसो घुम्दिउँ भनेर आएको सो तपाईँहरू हेर्न सक्नुहुन्छ हल्का हल्का कहिले काहीँ घाम लाग्यो टिलिक्क कहिले काहीँ छाया आउने बिलिक्क भइरहेको चस्मा पर्छ ह्यान्डसम हुनुपर्छ भने यस्तै हो नेपालबाट आइएको छ आफ्नो परिवार छोडेर आइएको छ काम गर्नुलाई होइन यस्तै छ जिन्दगी यो चाहिँ थम्बनेलको लागि देखाउनै पर्ने एकदमै आवश्यक भएर नै हामीले रेकर्ड गरेर क्लिप हालेको होइन हामी यसो माथितिर होइन थम्बनेल भनेको एकदम तपाईँहरूलाई पनि थाहा होला एकदम एसेन्सियल पोटेन्सियल चिज अनि त्यही भएर रे माई फ्रेन्ड एला भने जिन्दगी बिगारिदियो नि त अब यस्तै छ गाइज है अब काम नभएपछि यस्तै हो कि कहाँ जाने के गर्ने यस्तै हुन्छ होइन अब यसो हेरेको पारा हेरेको अरूको पनि यस्तो धुलो मैलामा पुरा खेलिरहेछन् है खुसी हुँदै यहाँको रेट देख्नुहुन्छ कि यहाँ हाम्रो बिचको हो यो चाहिँ एकदम हाई क्वालिटी सिमेन्ट जस्तो छ घर बनाउनु मिल्छ जस्तो लाग्यो मलाई त बिच भने यस्तै हुँदो रहेछ गाइज होइन यी हाम्रो साइप्रसको सिन चाहिँ आइनापा एरिया भने चाहिँ यस्तो छ गाइज होइन गाइजहरू सो गाइज यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम यो बिचमा कहिले काहीँ बेला नुहाउँछ नि यहाँ यसरी आज त्यहाँ देखाइदिनु यहाँ हेर्नु तपाईँहरू हेर्न सक्नुहुन्छ है यता नुहाउँछ नि यसरी खल्ल ओहो पानी यसरी खल्ल नुहाउँछ नि मजाले सरी अर्काको है हुँदैन चल्न पनि यो चाहिँ पब्लिकको लागि हो तपाईँ देख्न सक्नुहुन्छ टक्क आउँछन् केटा मान्छे हाउको लाएर नुहाउँछन् केटीहरू चाहिँ लाएर त्यति नुहाउँछन् यस्तो राम्रो ठाउँ छ होइन गाइज सबै सर्भिस पुरा देखा तर एउटा चिज छैन यहाँ एडभान्टेज भनौँ यो होइन एउटा चिज के छैन भने टोइलेट छैन यहाँ तपाईँहरू हातबाट टोइलेट हेर्नु एकदम गाह्रो छ झाडी अनि गाडी चाहिँ झाडी पनि छ गाइज यहाँ झाडी साडी घाँस टोइलेट जानलाई टोइलेट जानलाई बरु तपाईँहरूलाई चिसो आयो भने यहाँ चाहिँ यो फुल त नेपालमा नि हुन्छ होइन त यो चम्पादेवी फुल हुन्छ खै कुन फुल हो होइन यो फुल पनि हुन्छ तर यहाँ त यस्तै हो गाइजी
अझ अहिले त तपाईँको यो सिजनमा चाहिँ तपाईँले सुक्या हो नभए यहाँ पनि झपझपै घाँसहरू चाहिँ मजाले आउँछ है गाई चाहिँ नेपालले जस्तो वेदर हुन्छ रहेछ जाडो महिनामा चाहिँ तर अलिकति त्यही माइनसमा पुग्छ भन्ने मात्र कुरा हो यो वेदर चाहिँ होइन सो हाम्रो दाइ उहाँ हुनुहुन्छ पोज दिएर हेर्दै हुनुहुन्छ पुरा सिनको मजा लिनुहुन्छ हामी पनि सिनको मजा लिइरहेछौँ होइन सो हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ मलाई ठ्याक्कै किन नेपाल जस्तो लाग्यो तारेभिर एरिया जस्तो लाग्यो गाइज होइन अनि याद आयो मलाई नेपालको एकदम अर्काको देशमा के गर्नु गाइज आफू काम गर्न आएपछि यहाँ भनेको तपाईँको समुद्र हेरे पनि क्लब एरिया बिच एरिया तपाईँ जहाँ गए पनि त्यो नेपालमा जुन त्यो तपाईँ होटेलमा बसेर सुकुटी खानुहुन्छ त्यो भाइब चाहिँ आउँदैन गाइज फेरि है त्यो वाला रमाइलो भाइब आउँदैन अब कत्रो ठुलो जङ्गे बिरालो देखाएर त्यहाँ जङ्गे बिरालो कहाँ छ त ल ऊ हेर्न सक्नुहुन्छ हाम्रो दाइको साथी पनि भेट्नुभयो दाइले देखाइदियो त ओ साथी ओ दाइको साथी जङ्के बिरालो जङ्के ओ यसलाई त लगेर घर पाल्नु पर्छ क्या यार बबाल सेक्सी लाग्यो यार मलाई यो बिरालो यार खतरा के दा हेर्नु बिरालो पनि यहाँ त बाघ जस्तो हुन्छन् यस्तो छ है साइप्रसको नजिक जाउँ न कन्टेन्ट सके ल टोक्लाई गाइस हेर्न सक्नुहुन्छ टोक्ला है यसले मलाई फेरि टोक्ला यार घरप्पैमा सला गरिदियो हात लगाउ त हात लगिदिनु त अहिले कप्पै पाऱ्यो भने नि यहाँ हेर्न सक्नुहुन्छ ऊ मलाई हेरेर पुरा बसिरहेको छ रेडी भएर म कति बेला ऊ यहाँको गऱ्यो है कुन बेला मलाई त्यसलाई हान्छु भनेर बसिरह तर म पनि रेडी छु बियर भर्सेस वाइल्ड म्यान भर्सेस वाइल्ड बियर ग्रिल्स होइन यसलाई पनि पकाएर खाइदिउँ क्या भाइ यस्तो छ गाईजी ल देख्नु हो बिरालो पनि एउटा बाघ जत्रा हुन्छ कहिले त्यो भयो नखाए पनि अचम्म फेरि आइनापाको एउटा प्रब्लम चाहिँ गाई है तपाईँहरूलाई भनिदिइहाल्छु सबभन्दा धेरै बिरालो पाउने एरिया साइप्रसको सायद आइनापै होला है सो त्यही हो अनि अब यस्तो हुन्छ हालत जाडो महिनामा चाहिँ यस्तो हुन्छ है यो सुकेको मात्र हुन्छ म्याक्सिमम् तर तपाईँहरू स्प्रिङ यस्तोमा पर्नु भने चाहिँ बबाल पनि भइरहेको हुन्छ दामी पनि भइरहेको हुन्छ होइन गाई सो यस्तै छ है साइप्रसको हालत देखिहाल्नुभयो होइन जो आउँदै हुनुहुन्छ एउटा कुरा गेट प्रिपेयर्ड होइन किनभने विन्टर छ अहिले यो महिनामा जस्तै यो अहिले हामी जुन छौँ जनवरी फेब्रुअरी यिनीहरूमा चाहिँ एकदम जाडो हुँदो रहेछ गाइज होइन सो झुक्केर नि ज्याकेट नलिएर नआउनु होला तपाईँहरूले सोच्नु होला गर्मी छ यताउति भनेर नल्याइकन आउनु होला त्यो चाहिँ ल्याएर आउनु गाइज किनभने धेरै गाह्रो पर्छ मैले पनि 2-3टा मात्र हालेको थिएँ ज्याकेट अहिले मलाई कस्तो गाह्रो भइरहेको छ यार बिरामी भएर खोकै टन्सिल भएर तनाव भजसो होइन एकदम लुगाहरू चाहिँ प्रिपेयर गरेर आउनु यति बेलाको सिजनमा आउनु हुँदैछ भने चाहिँ है अनि त्यही हो ल हेरिहाल्नुभयो तपाईँहरूले यस्तै छ है साइप्रसको हालत ल अब हामी डाइरेक्ट सिधै गएर बिच र क्रिकेट गेम देखाउँछौँ क्रिकेट गुली डन्डा खेल्दैछन् हाम्रो केटाहरू है त्यही भएर चाहिँ गुली डन्डाको लागि चाहिँ रेडी हुनु गाई दाइ चाहिँ अरू केही कुराबाट खेल्ने भयो दाइ चाहिँ एक्सपर्ट हुनुहुन्छ कि अरे म त अरू कुरा भन्नाले अब अर्को जिन्दगीसँग खेल्न त आउँदैन गाइस गाइस है अब आइपुग्यो हामी चाहिँ होइन ट्याक्क समुद्रको अलिकति नजिक छेउछाउमै आएको होइन अब मेरो मम्मी ड्याडीले चाहिँ मलाई समुद्र नजिक नजा भन्नुहुन्छ तर यतिको नजिक केही फरकै नपर्ला होइन ल यही हो समुद्र हो होइन गाइस अब तपाईँहरूलाई पनि थाहा होला समुद्रको पानी त नुनिलो हुन्छ ट्राई गर्नुपर्छ क्या हो त्यहाँ माछाहरू पनि भेटिन्छ नि तल माछाहरू आइज ल हेर्न आऊ यता नै अलि अगाडि हो कहाँ अलि अगाडि माछा हो न हेरौँ न यार माछा कहाँ भेट्छ ए माछा भेट्यो भने गाइस हामी पिकनिक आएको वनभोज कार्यक्रम हुन्छ यार माछा भेट्यो भने सो गाइस अब त्यही हो होइन हाम्रो आइनापा एरिया चाहिँ सबभन्दा बढी बिच भएको एरिया होइन यही हो होइन आइनापा एरिया होला सायद किनभने अरू तपाईँहरू अरू जुन ठाउँमा जानुहुन्छ त्यहाँ बरु बिच छैन धेरै यहाँ जस्तो बिच छैन होइन यहाँ चाहिँ धेरै बिचहरू छन् यस्तो होइन ए म्यास ए नुनिलो ए केटा नुनिलो यार पानीले ल ए नुन खा त हुने रहेछ पनि यहाँबाट त भात पकाउनुलाई त यही पानीले पकायो भने त नुन रहेछ यार है साँच्चै केटा लास्ट नुनिलो हुँदो रहेछ है समुद्रको पानी फर्स्ट टाइम चाखेँ मैले होइन जस बबाल नुनिलो चाहिँ हुँदो रहेछ त्यही हो हाम्रो यो बिच एरिया यो आइनापामा तपाईँले जति देख्नुहुन्छ होइन म्याक्सिमम् बिचकै लागि एकदम फेमस हो यो एरिया चाहिँ होइन सानोतिनो अस्ट्रेलिया भन्नु न सानोतिनो अस्ट्रेलिया भनौँ होइन अस्ट्रेलिया जस्तै नै छ भनौँ होइन अब अस्ट्रेलियनहरूको त अब हामी पनि गएको छैनौँ कसछ तर लाइक अब्रोड भने फरेन भने गाइज फरेनै हुन्छ होइन
धेरै कुराहरू तपाईँहरूले एक्सपिरियन्स गर्न पाउनुहुन्छ। सो म चाहिँ भन्छु लाइफमा एकचोटि तपाईँहरू चाहे जहाँसुकै जानु जेसुकै गर्नु होइन, एकचोटि अब्रोड चाहिँ आउने एउटा एक्सपिरियन्स चाहिँ राख्नुलाई भए पनि आउनु होला। किनभने एउटा छुट्टै छ क्या जे होस्, इन्भाइरोमेन्ट भाइब एउटा छुट्टै हुन्छ नि छ जे होस् होइन। अब कोही घुम्नको पैसा हुनेहरू घुम्नको लागि आउलान्, अब हामी यस्तो मान्छेहरू हामी मेहनत गर्न आऊ गाइज होइन, हामी वर्किङमा आऊ, हामी काम गर्नुपर्छ, हामी घुम्ने टाइम हुँदैन। यसरी मौका पाउने भने कहिले काहीँ हो होइन। ऊ यहाँ देख्नुभयो तपाईँहरूले यहाँ छाता छाता पनि राखेको हुन्छ टक्क लाएर यहाँ चाहिँ यहाँ यसरी ल हेर्न सक्नुहुन्छ यस्तो छ होइन। अब बिच एरिया भनेको यस्तै यहाँ चाहिँ यस्तो छ। अब अरू 450 रुपियाँ नेपाली पर्छ छाता लिनेको के अरे भाइ 3 युरोस। गाई यो पैसा दिनुपर्छ भने त म खिच्दिनँ फेरि एकदम। गाइज प्राइस रेन्ज उता छ हेर्नु होइन। सनबेडको चाहिँ 2.50 युरोस अनि अम्ब्रेलाको चाहिँ 2.50 युरोस। यो पनि रिजर्भमा रहेछ भनेर बल्ल बुझ्यो गाइज है। यो अब यहाँ रेड सेट पनि राख्दैछन्। नेपाली पनि भन्दिनँ कति भयो अहिले अब नेपालमा लगभग 2.50 भनेपछि तपाईँको 100 मतलब होइन 400 भयो 400 लगभग 350 भनौँ न 350 400 को रेन्जमा आउँछ गाइज होइन। जस 350 400 तिर तपाईँले उयो छाताको हुन्छ नि इन्जोयमेन्ट लिन पाउनुहुन्छ त्यही हो। अनि अब यस्तै छ गाइज होइन। अब हाम्रो नेपालमा भए भए त बसन्तपुर एरियातिर नेपाली भन्ने बित्तिकै बाल नदी बाङ्गु छेडिन्थे। यहाँ चाहिँ अब पैसा तिर्नु पर्दो रहेछ। मैले यो नेपालको सिधै घर चढ्दियो माथि चढ्दियो फार्म हाउस जस्तो होइन बगान लाग्यो होइन। गाइज लाइफ इन साइप्रस होइन एकदम तपाईँहरू देख्न पाउनुहुन्छ बिच साइड भएर होला सायद होइन। अब म पनि यहाँ धेरै त आएको छैन, एक दुईचोटि आएँ तर यसरी चाहिँ मैले अहिलेसम्म लाइक यसरी त्यो ठाउँमा यसरी घुमेको थिइनँ आजै हो होइन। सो मलाई ठिक लाग्यो, घुम्नको लागि बेस्ट रहेछ। त्यही भएर पनि मान्छे आउँदो रहेछ भन्ने बल्ल बुझ्यो गाइज। सो यो चाहिँ फार्म हाउस हो कि के हो थाहा छैन होइन। सो तपाईँहरू पनि त्यही हो, घुम्न आउनुभयो भने साइप्रस पनि एउटा आफ्नो चोइसमा राख्नु होला, घुम्नको लागि बेस्ट छ है गाइज। गाइज होइन दौडिने त्यही हो, सबै चिजको एक्सप्लोर गर्नुपर्छ। लाइफ एकचोटि हो गाइज, जे भेट्नुहुन्छ। अघि तपाईँहरूले जङ्की बिरालो देख्नु लुरे पनि छ नि फेरि। लुरे भन्ने के लाग्यो लुरे त के भन्नु है, नेपालको भन्दा मोटिनु छ गाइज। बिरालो चाहिँ धेरै छ यहाँ, धेरै छ। तपाईँले हरेक जुन जुनसम्म जानुहुन्छ बिरालो देख्नुहुन्छ, त्यो पनि जङ्की रहेछ। गाडी कलरै गाइज यहाँ चाहिँ केही गर्नको लागि हुने रहेछ। कसरी खेलियो ट्राई गरौँ है त। पङ्गै लड्ला यार ए लगाइजी ए ल उता हेरेन उता दाइले के को एक्सर्साइज गर्दै हुनुहुन्छ भनिदिनु त दाइ के को एक्सर्साइज हो आम्मामा यो चाहिँ के लग भयो। सो गाइज मलाई यो होइन डुग्री मुखमा लड्यो भने हठात ल गर ल दाइले गर्नुहुन्छ अरे है। यहाँ बगाल लाग्यो मलाई चाहिँ के हल्दिनु रहेछ। यो चाहिँ रेप्सको लागि होला। रेप्सको है चेस्टको लागि भाइ यो गर्न चाहिँ कसरी गर्छ यार। उठाउनु त्यहाँ सिधा यसरी अगाडि यस्तो छ भने यस्तरी के अगाडि धकेल नि ए खुट्टा माथिबाट भुँडीबाट I'm doing the reps. खुट्टा यसरी I'm doing the reps. Wow, nice. Wow, nice. मलाई मन पर्यो यार दाइ। ल मलाई खुसी लाग्यो। यस्तो चिज देख्न पाएपछि के चाहियो। गाइस देख्न सक्नुहुन्छ बबाल झन्डाइले बारुली कम भने यहाँ सबै पाउँदो रहेछ गाइस। मलाई मन पर्यो होइन। साइकल पनि रहेछ होइन। अब नेपालमा पनि पार्कहरू त टन्नै छ गाइस, यस्तो चिजहरू टन्नै छ नेपालमा पनि। तर यहाँ आएर चाहिँ फर्स्ट एक्सपिरियन्स हो यो होइन। साइकल मलाई एकदम मन पर्यो, खुसी लाग्यो। ओ नाइस वाउ नाइस गाइस ल ठिक छ, यो पनि मन पर्यो, खुसी लाग्यो मलाई। गाइस हामीले यहाँ खतरा चिज देख्यौँ। यो के हो हामीलाई नाम त थाहा छैन होइन। तर जस्ट तपाईँहरू हेर्न सक्नुहुन्छ डेन्जर चिज देखियो है। यो के हो ल हेर्नु गाइस है, ग्याङै बनाएर बसेका छन् होइन। खतरा लाग्यो मलाई चाहिँ खुम्चाएर। अब के हो यार, यो श्रिङ्ग भयो जिउ हेर्नु त के होला है।
तपाईँहरू यसो कमेन्टमा भनिदिनु होला है के हो, यसो हामीलाई जानकारी पाउँ त। एउटा उठेर खाइदिनु त है। मर मन छ मलाई, पेटमा गएर के गर्ला अहिले भन् त। अब सिरिङ भयो जिउ। ल गाइस, हामी क्रिकेटको स्पोर्टतिर आयौँ होइन। यहाँ चाहिँ क्रिकेट खेल्दैछन्, सबैजना क्रिकेट खेल्दैछन्, त्यस मजाले हेर्न सक्नुहुन्छ। जहाँ गयो नि क्रिकेटको चाहिँ क्रेज चाहिँ छ है गाइस, हाम्रो नेपालमा भए पनि चाहे जुन क्षेत्रमा भए पनि होइन। आफू फेरि यहाँको मान्छेलाई होइन, यो प्योर एसियन मान्छेहरूले मात्रै क्रिकेट हो, यो चाहिँ हो प्योर एसियन मान्छेहरूलाई मात्र क्रिकेटको एकदम सोख हुन्छ होइन। यस कुखार हेर्दाखेरि पनि रमाइलो अब भाइब दिइरहेछ, त्यही हो गाइस है। ल अब हामी पनि क्रिकेट खेल्नतिर लाग्छौँ होइन, केटाहरू खेल्छन्, म हेर्छु, त्यही हो। सो ल भाई नाम पता नहीं है। सुंदर बॉलिंग कराते हुए पहली बॉल खतरनाक, चीरती हुई, फाड़ती हुई। दूसरी बॉल और नेपाल से बुला रखे यार। दूसरी बॉल का करारा जवाब देते हुए बाउंड्री लाइन के बीच, और यहाँ शायद मिडफील्ड होती पत्नी के द्वारा, और नहीं, एक रन से संतुष्ट करना पड़ा। अब आए हमारे बैट्समैन कैन फ्लावर। अरे भाई मुझे पता नहीं क्या बोलते दोनों भाइयों को, मुझे ये पता है। एंटी का मुझे पता है, एंटी फ्लावर। और यहाँ पर खतरनाक नेपाल से बुला रखे हैं बॉलर। तीसरी बॉल कराते हुए यहाँ पे लंबे कद के 6 फुट के इंसान, और यहाँ पर बॉल फेंकते हुए करारा जवाब देते हुए आई थिंक कैच का मैं जाता हुआ। ल गाइज, अब आजको लागि यति नै हो होइन। अब भ्लग थोरै भयो होला सायद होइन, धेरै पनि बनाउन पाइएन, चार्ज पनि सिधै फोनमा होइन। सो त्यही हो गाइज है, किप वाचिङ, भ्लग हेरिदिरहनु होला होइन। यताउति भिडियोहरू जे आउँछ हेरिदिरहनु होला, सपोर्ट गरिदिरहनु होला है त। थ्याङ्क यू सो मच। अनि त्यही हो, लाइक एन्ड सब्सक्राइब चाहियो गाइज होइन च्यानलमा है। अनि भिडियो आएको सब अपलोड तपाईँहरूलाई नोटिफिकेसन नै हुन्छ, सो हेरिदिँदै गर्नु होला है त गाइज। बाई बाई।